नेपाली भलिबल जगतका चर्चित भलिबल खेलाडी धनबहादुर भट्ट छेत्री दाईको आज जन्मदिन रहेको छ। गण्डकी प्रदेश गोर्खा जिल्लामा जन्मिनु भएको धनबहादुर भट्ट छेत्री दाई त्रिभुवन आर्मी क्लब र नेपाली नेशनल टिमको सबैभन्दा मुख्य ओपन स्पाइकर हुनुहुन्छ। नेपाली भलिबल क्षेत्रलाई यो स्थानसम्म ल्याउनको लागि धनबहादुर भट्ट छेत्री दाईको एकदमै ठूलो हात छ भन्दा पनि फरक नपर्ला। उहाँको जादुमय स्पाइक र भलिबल खेल्ने शैलीले धेरै नेपाली दर्शकहरूको मन जित्न सफल हुनुभएको छ। उहाँलाई आइडल मानेर उहाँबाट धेरै कुराहरू सिक्ने खेलाडीहरू पनि नेपालमा एकदमै धेरै जना हुनुहुन्छ। जियोस् उहाँ जतिको प्लेयर नेपाली भलिबलमा कमै मात्रामा देख्न सकिन्छ। यति राम्रो भलिबल खेलाडी हाम्रो देशमा जन्मिनु नै गर्वको कुरा हो। यति राम्रो खेलाडी जन्म दिनुभयो। धनबहादुर भट्ट दाईको आमालाई पनि धेरै धेरै धन्यवाद। उहाँ अहिले अस्ट्रेलियामा हुनुहुन्छ। अहिले हुँदै गरेको पीएम कपमा उहाँलाई देख्न नपाउँदा धेरै नेपाली भलिबल फ्यान्सहरू एकदमै दुखी र निराश हुनुहुन्छ। तपाईलाई जन्मदिनको फेरि पनि लाखौं लाख शुभकामना। तपाईको भविष्य अझै उज्जवल रहोस्। तपाई जहाँ भए पनि हामी नेपाली भलिबल फ्यान्सले तपाईलाई कहिले पनि बिर्सिने छैनौं। नेपाली भलिबलका हिरा धनबहादुर भट्ट छेत्री दाईलाई सबैजनाले कमेन्टमा ह्यापी बर्थडे पनि लेखिदिनु होला। तपाईहरुलाई धनबहादुर भट्ट छेत्री दाईको गेम कस्तो लाग्छ त कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।